जर्मनमा चाहिँ हामीले मन्थलाई मोनाट भन्छौँ र मन्थ्स भन्नु पर्यो महिनाहरू भन्नु पर्यो भने चाहिँ लास्टमा ई राखिन्छ र लास्टमा ई आउँछ भने चाहिँ अ पढ्छौँ। यसलाई मोनाटे नभनिकन मोनाट पढ्नुपर्ने हुन्छ। मोनाट भनेको चाहिँ महिनाहरू, मोनाट मात्र भन्यो भने चाहिँ महिना, सिङ्गुलर र प्लुरल। अनि जनवरी भन्नु पर्यो भने चाहिँ हामीले जेलाई योट भनेर पढ्छौँ अल्फाबेट, त्यसैले यसलाई चाहिँ यानुवार भनेर पढ्ने। जेलाई चाहिँ ए को साउन्ड आउँछ, जानुवार होइन कि यानुवार। अनि फेब्रुअरीलाई फेब्रुवार, मार्चलाई मेर्स, अप्रिल, माई, युनी, युली, अगस्ट, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर पढ्ने। नोभेम्बरको चाहिँ सेम नै हुन्छ। त्यसपछि हामी जान्छौँ यारेसाइटेन भनेर, जेएआरई यास, यसलाई चाहिँ जारेस नभनिकन यारेस भनेर पढ्नुपर्ने हुन्छ हामीले। जेलाई यट पढ्ने भएकोले ए को साउन्ड आउँछ। यारेसाइटेन भनेको चाहिँ सिजन्स हो, ऋतुहरू। अनि जर्मनमा चाहिँ 4वटा ऋतुहरू हुन्छन्, 4वटा सिजनहरू हुन्छन्, विन्टर, फ्रुलिङ, जोमर, हेर्स्ट। अनि फर्स्टको 2वटा जनवरी फेब्रुअरी र लास्टको एउटा डिसेम्बर चाहिँ विन्टर यारेसाइटेनमा पर्छ, विन्टर सिजनमा भने। त्यसपछिको 3-3वटा जस्तै मार्च, अप्रिल, मेलाई हामीले मेर्स, अप्रिल, माई भन्छौँ। यो चाहिँ स्प्रिङ सिजन। जर्मनमा चाहिँ यसलाई फ्रुलिङ भनिन्छ, फ्रुलिङ यारेसाइटेनमा पर्छ। त्यस्तै गरी जुन, जुलाई, अगस्त 3वटा चाहिँ यसलाई हामीले युनी, युली र अगस्ट भन्छौँ। यो चाहिँ जोमर यारेसाइटेनमा पर्छ। यसलाई चाहिँ हामीले समर भन्दैनौँ, जोमर भन्छौँ, किनकि यसको पछाडि भावेल लेटर आउँछ भने चाहिँ सधैँभरि ज पढिन्छ। अनि यास ओ जो हुन्छ, जोमर यारेसाइटेन। त्यस्तै गरी बाँकी रहेको 3वटा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर। सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई चाहिँ हामीले इङ्ग्लिसमा अटम सिजन भन्छौँ, जर्मनमा चाहिँ हेर्स्ट यारेसाइटेन भन्छौँ। HERBST हेर्स्ट पढ्ने।